प्रहरीको तलब विवरण 2083 सुरुवात इन्ट्रो। हेलो जी, नमस्ते साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानल स्मार्ट ज्ञानमा। मेरा प्यारा दोस्त भाइ र प्यारा साथीहरू, घरको टोयलेटको गेटबाट बाहिर निस्कनुस्, यो महत्त्वपूर्ण जानकारी जान्नुस् र दुनिया हल्लाउनुस्। सुन्नुहोस्, यो न्यूज एकदमै गुड न्यूज छ है। आज हामी जान्नेछौँ वर्ष 2083 सालको नयाँ अपडेट अनुसार नेपाल पुलिसका विभिन्न पदहरूको स्यालेरी कति रहेको छ भनेर। रिक्रुटदेखि लिएर प्रहरी महानिरीक्षक आइजिपी सम्मको स्यालेरी आज हामी यस भिडियोमा प्रस्तुत गर्नेछौँ। भिडियोमा अगाडि बढ्नुभन्दा पहिले यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब पनि अलि गरिदिनुस् न है। ल सुरु गरौँ। मुख्य विषयवस्तु बडी 1 रिक्रुट प्रहरी जवान प्रशिक्षार्थी सुरुमै रहेको छ रिक्रुट, जसको तलब स्केल 24,702 रुपियाँ रहेको छ। यो सुरुको तलब हो। 2 प्रहरी जवान, यसैगरी दोस्रोमा रहेको छ प्रहरी जवान, जसको तलब 26,028 रुपियाँ रहेको छ। 3 प्रहरी सहायक हवलदार, तेस्रोमा रहेको छ प्रहरी सहायक हवलदार, यिनीहरूको तलब 26,154 रुपियाँ रहेको छ। 4 प्रहरी हवलदार, चौथोमा रहेको छ प्रहरी हवलदार, यिनीहरूको तलब 27,612 रुपियाँ रहेको छ। 5 प्रहरी वरिष्ठ हवलदार, पाँचौंमा रहेको छ प्रहरी वरिष्ठ हवलदार, यिनीहरूको तलब 28,520 रुपियाँ रहेको छ। 6 प्रहरी सहायक निरीक्षक एएसआई, छैठौंमा रहेको छ प्रहरी सहायक निरीक्षक, यिनीहरूको तलब 32,856 रुपियाँ रहेको छ। 7 प्रहरी नायब निरीक्षक अएसआई, सातौंमा रहेको छ प्रहरी नायब निरीक्षक, यिनीहरूको तलब 34,730 रुपियाँ रहेको छ। 8 प्रहरी वरिष्ठ नायब निरीक्षक सिनियर एसआई, आठौंमा रहेको छ प्रहरी वरिष्ठ नायब निरीक्षक, यिनीहरूको तलब 40,998 रुपियाँ रहेको छ। 9 प्रहरी निरीक्षक पुलिस इन्सपेक्टर, 9औं नम्बरमा रहेको छ प्रहरी निरीक्षक, यिनीहरूको तलब 49,380 रुपियाँ रहेको छ। 10 प्रहरी नायब उपरीक्षक आरडीएसपी, 10औं नम्बरमा रहेको छ प्रहरी नायब उपरीक्षक, यिनीहरूको तलब 52,279 रुपियाँ रहेको छ। 11 प्रहरी उपरीक्षक अएसपी, 11औं नम्बरमा रहेको छ प्रहरी उपरीक्षक, यिनीहरूको तलब 56,787 रुपियाँ रहेको छ। 12 प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी, 12औं नम्बरमा रहेको छ प्रहरी वरिष्ठ उपरीक्षक, यिनीहरूको तलब 60,950 रुपियाँ रहेको छ। 13 प्रहरी नायब महानिरीक्षक डीआईजी, 13औं नम्बरमा रहेको छ प्रहरी नायब महानिरीक्षक, यिनीहरूको तलब 64,720 रुपियाँ रहेको छ। 14 प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी, 14औं नम्बरमा रहेको छ प्रहरी अतिरिक्त महानिरीक्षक, यिनीहरूको तलब 72,082 रुपियाँ रहेको छ। 15 प्रहरी महानिरीक्षक आइजिपी, र 15औं नम्बरमा रहेको छ प्रहरी महानिरीक्षक, यिनीहरूको स्यालेरी पनि 72,082 रुपियाँ नै रहेको छ। यी बाहेक ग्रेड, महँगी भत्ता लगायत विभिन्न सुविधाहरू रहने गर्छन्। अन्त्य आउट्रो। तपाईलाई 2083 कोलम्ब यो जानकारी कस्तो लाग्यो? कमेन्टमा अवश्य लेख्नुहोला। यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि स्मार्ट ज्ञानलाई माया गरिरहनुहोला। धन्यवाद।